कोरियनहरूले ओड्छ नि त्यो टाउकोमा लाउने। हेलो साथीहरू, के छ खबर होइन? आशा छ सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। म पनि आरामै छु, सन्चै छु है। आज चाहिँ म यसो बारीतिर घाँस काट्न लागेको थिएँ। हेर्न सक्नुहुन्छ मैले घाँस चाहिँ यति काटेँ, यस्तो त्यस्तो काटेर यति बनाएँ। र म यहाँ घाँस काट्दै गर्दाखेरि चाहिँ मैले यहाँ एक थोप देखेको छु। हेर्नलाई सक्नुहुन्छ होइन? यहाँ बारीभरि जस्तो पुरै फुलेर बसिसकेको छ। यहाँ आउनु त बुबा। अब यो चाहिँ खाना हुन्छ कि हुँदैन भनेर चाहिँ म चाहिँ बुबालाई सोध्दैछु है। हेर्नु त यहाँ च्याउ कति धेरै फल्या रहेछ, हेर्नु त। यो खाना हुन्छ कि खानु नहुन्छ हो? यो बुढो भइसक्यो, खानु हुने च्याउँदो रहेछ त। सो गाइज होइन, यहाँ चाहिँ अब हामी 1-2 दिन भइसकेको थियो नआएको। खानु हुने च्याउ रहेछ अन्त किरा लागेको छैन होला है? राम्रो छ त। तपाईँलाई मिठो लाग्छ च्याउ? सो गाइज चाहिँ अब यो च्याउ चाहिँ म घर लिएर जानेछु। उखाल्दा आइहाल्छ नि, यति भयो नि। छाता यो कोरियनहरूले ओड्छ नि त्यो टाउकोमा लाउने, सेम त्यस्तै भइसकेछ है यो चाहिँ। हेर्नलाई सक्नुहुन्छ होइन? च्याउ चाहिँ कति धेरै रहेछ। उखाले हुन्छ ल। गाइज क्या डेन्जरसँग माथि थियो है। बुबाले चाहिँ अहिले च्याउ उखाल्दै हुनुहुन्छ, हेर्नलाई सक्नुहुन्छ है। म पनि एउटा दुइटा चाहिँ उखाल्नलाई कोसिस गर्दैछु, तर यस्तो लामो हुनुपर्ने हो क्या च्याउ चाहिँ। तर यो चाहिँ हामी सबै चुडालिदिएको, हेर्नलाई सक्नुहुन्छ। यहाँ किरा पनि लागिसकेको रहेछ, यति धेरै छ। कोही भर्खर, यो कोही चाहिँ भर्खर उम्रिरहेछ। उतै माथि नि छ नि त, उतै माथि। खान पाइनु हुन्थ्यो। सो गाइज होइन, अहिले चाहिँ च्याउ सबै हामीले उखालेर सकिसक्यौँ। सो साथीहरू होइन, च्याउ चाहिँ यति धेरै उखालेर सकाइसकेको छौँ अहिले मैले र बुबाले चाहिँ होइन। यहाँ देख्न सक्नुहुन्छ। अब यो चाहिँ टक्क लाएर घर लगेर पखालेर होइन, टक्क लाएर भुटेर खानुपर्छ है। ल गाइज भिडियो हेर्दै गर्नु होला। अब यसलाई टक लाएर होइन बटुलेर त्यो घर लाने घाँसको डोकाभित्र हालेर होइन घर लानुपर्छ। घरमा लगेर भुटेर खाइसके अब ट्याकला चिउरासँग खानुपर्छ होइन। मासु जस्तै हुन्छ, स्वाद चाहिँ मासु जस्तै आउँछ। सो अनि अब सबैको मन एउटै हुँदैन नि त। अब घरमा लगेर पकाएर अब कसैलाई खाना आइज भन्दाखेरि त भइहाल्छ होइन। अब ल आफूले यस्तरी भेटेर घरमा लगेर ला बाबु खा भनेर त होइन कसैले पनि दिँदैन नि त। तर हाम्रो बुबाले चाहिँ के भन्नुहुन्छ भने त्यसलाई कसलाई खानु पाएन र त्यसलाई दिउँ भन्नुहुन्छ। अब हेरौँ के हुन्छ है। ल भिडियो हेर्दै गर्नु होला। अब म घाँस काट्छु, थोरै घाँस काट्छु यहाँ मासतिरको, र घाँसमाथि हाल्छु त च्याउ, अनि म चाहिँ घर जानेछु है। साथीहरू अब घाँस चाहिँ धेरै नकाट्ने, किन भन्दाखेरि अब घाँस धेरै भयो भने त्यहाँपछि च्याउ हाल्नलाई मिल्दैन। अब टक्क लाएर म च्याउहरू चाहिँ डोकोमा लगेर हाल्छु। डोकोमा हालिसकेपछि चाहिँ माथिबाट थोरै 2 मुठी जति घाँस छोपिदिन्छु। एउटा रहेछ गनौँ है त।
एउटा दुईटा तीनटा चारवटा 24 र यो एउटा चाहिँ कुहिएछ यहाँ चाहिँ जम्मा 25 वटा चाहिँ रहेछ यसलाई म प्याकिङ हान्नेछु सो साथीहरू मैले चाहिँ अहिले च्याउलाई सबै जम्मा पारेर टोकोभित्र राखिसकेको छु हेर्नलाई सक्नुहुन्छ अब चाहिँ म यहाँ माथि थोरै घाँस काटेर हालिदिन्छु ताकि अरूले नदेखोस् यसलाई छोपेर घर लानुपर्छ होइन लगाइ छैन अब आजको भ्यू पनि हेर्न सक्नुहुन्छ एकदम दामी रहेको छैन पारिपट्टि यस्तो दामी भ्यू छ देख्न सक्नुहुन्छ यहाँ घाँस पनि काटेर राखेको छु यतिको घाँस यो काटेर राखेँ ताकि यसलाई मैले छोप्न सकौँ भनेर होइन अब यसलाई म यसरी छोपिदिन्छु है हेर्न सक्नुहुन्छ अब टक्क लाएर भारिने पुग्यो होइन भित्र कसो कसैलाई थाहा हुँदैन लगाइ चाहिँ भिडियो राम्रो लाग्यो च्यानललाई सब्सक्राइब गर्नु होला होइन सेयर कमेन्ट पनि गर्नु होला र सल्लाह सुझाव केही छ भने कमेन्टमा भन्नु होला